नमस्ते साथीहरू, म जेटी मेकानिक। म आज तपाईहरुलाई बाइकका इलेक्ट्रिकल पार्टहरु प्रयोग गरेर त्योबाट करेन्ट कसरी निकालिन्छ भन्ने लाइभ एक्सपेरिमेन्ट गरेर देखाउनेछु। हेर्दै जानुहोस्। त्यो भन्दा पहिला हेर मैले आजको यो एक्सपेरिमेन्टमा प्रयोग गर्ने पार्ट्सहरु नम्बर 1 ब्याट्री, नम्बर 2 मा छ सीडीआई, नम्बर 3 मा छ बोतल कोइल, अनि यो भयो तपाईको पिकअप कोइल देख्न सक्नुहुन्छ। पिकअप कोइल हो यो, अनि यो चाहिँ अन अफ स्विच हो। यो स्विच चाहिँ मैले चाबी स्विचको सट्टामा अन अफ स्विचको प्रयोग गरेको थिएँ। अनि केही वायरिङहरु जोडजाड गरेर मैले आजको यो एक्सपेरिमेन्ट कम्प्लिट गराउँछु है। हेर्दै जानुस् कस्तो छ एक्सपेरिमेन्ट। सबै पार्ट्सहरु जोडजाड भइसकेको छ। अनि मैले चाहिँ यो एक्सपेरिमेन्ट चाहिँ आज एक्सपेरिमेन्ट कम्प्लिट चाहिँ गराउँछु 100%। पहिला चाहिँ यो एक्सपेरिमेन्ट फेल भएको है, पहिला फेल भयो। अनि अब बस निराश थिएँ म पनि फेल हुँदाखेरि। फेरि जसरी भए यो एक्सपेरिमेन्टलाई कम्प्लिट गराउनु पर्छ भन्ने हिसाबले आएर आज त्यो चाहिँ एक्सपेरिमेन्ट सुरु गर्दैछु। कस्तो हुन्छ हेर। अब मैले कनेक्सन कसरी गरेको छु त्यो कनेक्सन देखाउन जान्छु तपाईहरुलाई। नम्बर 1 देख्न सक्नुहुन्छ ब्याट्री। ब्याट्रीदेखि तपाईले मैले एउटा अर्थिङको वायर लगे। अर्थिङ वायर लगेर नम्बर 1 मा सीडीआई मा एउटा अर्थिङ पठाइदिए। अर्को अर्थिङ ल्याएर सिधै तपाईको देख्न सक्नुहुन्छ पिकअप कोइलमा राख्दिए। अब त्यसपछि यहीबाट अर्थिङ छुटाएर तपाईको बोतल कोइलको लागि अर्थिङ जोडिदिए। अब अर्थिङ क्लियर भइसक्यो हैन। अर्थिङ सुरुमा ब्याट्रीदेखि सीडीआई देखि पिकअप कोइलमा पनि अर्थिङ गयो। अब यहाँदेखि तार छुटाएर तपाईको बोतल कोइलमा पनि अर्थिङ पुगिसक्यो। अनि त्यसपछि ब्याट्रीको यो पोजिटिभ लाइन हुन्छ, त्यो लाइनलाई मैले एउटा स्विचमा कनेक्ट गरिदिएँ। देख्न सक्नुहुन्छ यो स्विच छ, यो अहिले अफमा छ। यो अन गरेपछि उता सीडीआई चालु हुन्छ। चाबी स्विच जस्तै चाबी स्विच अफ गरेपछि यो अफ गरेपछि चाबी स्विच अफ भयो। यो अन गर्दा बित्तिकै चाबी स्विच अन हुन्छ। अब अहिले मैले यसलाई अफमा राख्छु। यसको लाइन देख्नुहुन्छ यो स्विचको लाइन हो। अनि यहाँदेखि स्विचमा पठाएर स्विचदेखि अर्को लाइन डाइरेक्ट मैले पोजिटिभ ब्याट्रीको पोजिटिभ लाइन सिधै सीडीआईमा कनेक्ट गरिदिन्छु। ब्याट्रीको पोजिटिभ लाइन छ नि त्यो अन्त कहीँ आवश्यक परेन। बोतल कोइलमा आवश्यक परेन, पिकअप कोइलमा आवश्यक परेन, अनि अन्त कहीँ आवश्यक परेन। सिधै ब्याट्रीको पोजिटिभ लाइन सिर्फ सीडीआईको लागि अर्थिङ चाहिँ बोतल कोइल, सीडीआई, पिकअप कोइलमा अर्थिङ पुग्यो। देख्न सक्नुहुन्छ। अब मैले सीडीआईमा तपाईको यसमा कतिवटा वायर छ नि, एउटा, दुईटा, तीनटा, चारवटा वायर सीडीआईको छ। एउटा ब्याट्रीको लाइन सीडीआईमा आयो। 2 नम्बरमा अर्थिङ गयो सीडीआईमा। अब 3 नम्बरमा देख्न सक्नुहुन्छ यो छ नि यो लाइन चाहिँ पिकअप कोइलको लाइन है। हरियो लाइन छ, हरियोमा सेतो कलर राखे। यो लाइन चाहिँ तपाईको पिकअप कोइलमा आउँछ। पिकअप कोइलमा जहिले पनि दुईटा लाइन हुन्छ। एउटा लाइन अर्थिङको अनि तपाईको अर्को लाइन हुन्छ पिकअप कोइलको सिग्नलको लाइन हुन्छ। यो पिकअप कोइल सिग्नल तपाईको सीडीआईमा भेट्छ। 3टा लाइन भनिसके मैले हैन। ब्याट्रीको अर्थिङ, त्यसपछि यो लाइन पिकअप कोइलको लाइन भयो। यो चौथो ब्ल्याकमा पिलो कलर छ हैन। यो लाइन चाहिँ तपाईको मैले तल च्यापेर लगाएँ अफर हुन्छ भनेर। यो लाइन चाहिँ तपाईको डाइरेक्ट मैले यो बोतल कोइलको लागि ल्याएँ। अब यसले काम कसरी गर्दो रहेछ त हेरौँ। देख्न सक्नुहुन्छ मैले बोतल कोइल, अनि बोतल कोइललाई यहाँ चाहिँ मैले ग्राउन्ड लिएर आएको छु। ब्याट्री ग्राउन्ड अर्थिङ लाइन लिएर आएको छु। कहाँदेखि ल्याएको छु भनेपछि ब्याट्रीको अर्थिङ लाइनमा एउटा लाइन लिएर अनि यसलाई ग्राउन्ड बनाएको छु। देख्न सक्नुहुन्छ। अब तपाईको करेन्ट फाल्दाखेरि चाहिँ यो बोतल कोइलको लाइनले डाइरेक्ट तपाईको यो ग्राउन्डमा करेन्ट फाल्छ। तपाईहरु धेरै जनालाई कन्फ्युज हुन्छ करेन्ट कसरी बन्छ भनेर। करेन्ट अब सीडीआईले बनाउँछ कि हैन, बोतल कोइलले बनाउँछ कि पिकअप कोइलले बनाउँछ कि केले करेन्ट बनाउने रहेछ, कसरी करेन्ट फाल्ने रहेछ। ब्याट्रीमा त 12 भोल्टेज मात्र हुन्छ, यत्रो हाई भोल्टेज करेन्ट कहाँदेखि आउने रहेछ भन्ने जिज्ञासा हुन्छ। त्यो जिज्ञासा मेटाउनको लागि आज मैले लाइभ देखाउँछु अहिले तपाईहरुलाई। यो बाइकको किक भयो। यसले केही घुम्दैन, किकले अरु केही हैन, म्याग्नेटलाई घुमाउने काम मात्र गराउँछ। नम्बर 1 मा चाबी स्विच अन गराउँछु। बेले किक हान्छन् भाइ, यता हो किक हान। ए भाइले किक दे। अब देख्न सक्नुहुन्छ करेन्ट। ल किक हान्दा भाइ।
पुरा टुपुरो जाइन्छ बस त्यत्रो भयो आना केक जसरी तपाईँले देख्नुभयो मैले आज बाइकका वायरिङका हरेक पार्ट्सहरू जोडेर सक्सेसफुल्ली करेन्ट निकालिरहेको थिएँ। यदि भिडियो मन परेमा तपाईँहरूले लाइक शेयर एन्ड कमेन्ट गर्न नबिर्सनु होला र जेडी मेकानिकलाई सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क्स सबैलाई जेडी मेकानिकको तर्फबाट।